हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदमै सन्चै छु। आज चाहिँ हामी साथीको भान्जाको बिहे पार्टीमा आएको छौँ। अहिले चाहिँ हामी थोरै ड्रिङ्क गर्दैछौँ। यता देख्न सक्नुहुन्छ। के लन्च र ड्रिङ्क गरेपछि साथीहरूले डान्स गरौँ भन्यो। साथीहरूले साँच्चै आज नसाँच्चै रमाइलो गरे। साँच्चै रमाइलो भएको थियो गाइज। साथीहरूले भने त खासै नाच्दा नाच्दैनस्, एकछिन नाच भन्ने कर गर्न थालेपछि म पनि केही बेर डान्स गरेँ। साथीहरू ल मेरो डान्स कस्तो छ गाइज कमेन्टमा भन्नु होला। म चाहिँ यस्तो बिहेहरूमा खासै नाचिदिनँ क्या गाइज, मलाई चाहिँ लाज लाग्छ। तर म फर्स्ट टाइम आज साथीहरूले कर गरेपछि केही बेर नाचेँ। साँच्चै नसोचेको रमाइलो भइरहेको गाइज। यो चाहिँ मेरो फर्स्ट अनुभव भनौँ न। म अहिलेसम्म कुनै पनि बिहेमा यति मजासँगले यति रमाइलो गरी नाचेको थिएन। यो चाहिँ फर्स्ट टाइम भनौँ न। केही बेरको डान्सपछि मलाई अब लास्टै थका लाग्यो गाइज। रमाइलो त भइरहेको थियो, नाच्नु धेरै मन थियो। तर के गर्नु गाइज, म चाहिँ धेरै बेर नाच्नै सक्दिनँ कि, किनभने म त्यस्तो नाचेको अनुभव पनि छैन क्या। केटाहरूले नाचौँ एकछिन भनिरहेको थिएँ, तर म चाहिँ नाचिनँ। हामी चाहिँ केही बेरको डान्सपछि होइन गाइज, अब लास्टै भोक लाग्यो नि त। भोक लागेपछि अब खाना खानको लागि हामी चाहिँ अब लाइनमा बस्दैछौँ होइन। अब चाहिँ हामी पुरा खाना खानको लागि प्लेटमा खानाहरू राख्दैछौँ, तरकारीहरू राख्यो होइन। खाना सबै चिज राखेपछि के गाइज मेरो चाहिँ चमचै झरिरहेको भने क्या, कस्तो है चमच टिप्नु दाइ भन्दै थियो होइन। भाइ छोडिदियो एकछिनमा, पहिला यहाँ चाहिँ सलादहरू अनि अचारहरू राख, म एकछिनमा चमच लिएर आउँछु भनेर म चाहिँ चमच लिन गएँ गाइज। अनि सबै रेडी भएपछि गाइज अनि हामी चाहिँ अब टेबलमा खाना खानको लागि रेडी भएर बस्यौँ होइन। त्यसपछि निश्चल भाइलाई चाहिँ लास्टै भोक लागेको छ क्या अरे। निश्चल भाइले चाहिँ होइन गाइज भक्का खाना दिइराख्यो क्या। विष्णु भाइले चाहिँ दाइ लास्ट भोक लागिरह, म चाहिँ पराठाबाट सुरु गर्छु दाइ भनिरहेको छ क्या गाइज। अनि देख्न सक्नुहुन्छ क्या, मैले चाहिँ टन्नै हेर्नु न खाना टन्नै हालेको क्या। मलाई चाहिँ लास्टै भोक लागिरहेको क्या। अनि निश्चल भाइ चाहिँ केही नबोलिकन चुपचापसँगले गप्पागप खाना दिइरहेको क्या। अनि सोल्टी चाहिँ यतातिर हेर्दै हेलो हेलो भनिरहेको छ क्या। अनि विष्णु भाइले भनिरहेको छ दाइ खाना चाहिँ लास्ट मिठो रहेछ है भनिरहेको। गाइज आजलाई यति नै। तपाईँहरूलाई यदि मेरो भिडियो मनपर्छ भने लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। यति भन्दै आजलाई बाई बाई गाइज, नेक्स्ट भ्लगमा भेटौँला।